ल कहाँदेखि कहाँ दुख्छ हजुरलाई? बेसी चाहिँ कम्मरमा दुख्छ तल, अनि देब्रेपट्टिको कम्मरमा चाहिँ अलिक बेसी दुख्छ। अनि धेरै उठ्ने बस्ने गऱ्यो भने चाहिँ खुट्टातिर झमझम हुने दुखे जस्तो हुन्छ। दुखाइ खुट्टातिर आउँछ कि आउँदैन? कुन कुन बेला चाहिँ दुख्छ, कुनै कुनै बेला मात्रै? लाटेको ओरेको त्यस्तो केही हुँदैन नि? त्यो चाहिँ 2-3 घन्टा बस्यो भने चाहिँ त्यस्तो हुन्छ अलिअलि। दुखा चाहिँ यसो गर्दा छैन है? खुट्टा खुम्च्याउनु यसो गर्दा दुखेको छ? छैन। यसो गर्दा छैन है त? यसो गर्दा छैन, यसो गर्दा छैन, यसो गर्दा छैन हैन त? नसा चेपेको बिरामीको जहिले पनि यो खुट्टा उठाउँदाखेरि यो पुरै खुट्टा उड्दैन, यहाँसम्म माथिसम्म आउँदैन। यतिसम्म हुने बित्तिकै दुख्न थाल्छ, तानिन्छ नसा। तर माथिसम्म तर तपाईँको पुरै खुट्टा माथिसम्म खुम्चिरहेको त, कतै केही समस्या देखेको छैन। नम्बर 1। अब यो बुढी औँला तान्नु हजुरले आफूतिर जोडले हेर्नु, यो बुढी औँला पनि ठिक छ, जोडले तान्नु ठिक छ, बुढी औँला तान्नु ठिक छ। अब मेरो हातलाई ठेल्नु यता ठिक छ, यता ठेल्नु ठिक छ, यो ठेल्नु माथि तान्नु, तान्नु जोडले, यो ठिक छ, तान्नु जोडले। ओके, एकछिन जोड गर्नु। ए यो पनि ठिक छ है, हामी हेर्न सक्छौँ, यो पनि ठिक छ, यी कन्ट्र्याक्सन छ, यो ठिक छ। खुट्टा खुम्च्याउनु। ओके, ए यो पनि ठिक छ, ए यो पनि ठिक छ, यो पनि ठिक छ। ठेल्नु मात्रै ठेल्नु, जोडले तान्नु आफतिर, आफतिर तान्नु। ओके, ठेल्नु मात्रै तान्नु आफतिर। ल अब दुईटै खुट्टा उठाउनुहोस् माथि आकाशमा। ओके, ल तल आउनुहोस्, यहाँ आउनुहोस्, यसरी हिँड्नुहोस्, उता आउनुहोस् मतिर, यसरी हिँड्नुहोस् उतातिर। ओके, थचक्क बस्नुहोस्। ओके, उभिनुहोस्। पर्फेक्ट छ। एमआरआईमा जाने होइन, अब एमआरआईमा चाहिँ नसा चेपेको देखिन्छ, तर यदि तपाईँले यो सब गर्न सक्नु भएको छ भने तपाईँको पर्फेक्ट छ, राम्रो छ। चिन्ता अलिक बेसी भयो है, एउटा कुरा त्यो एकछिन होल्ड गर्नु। ओके, हामी यहाँ हेर्न सक्छौँ, यहाँ चाहिँ नसा चेपेको देखिन्छ, यहाँ नसा चेपेको देखिन्छ है। यी एमआरआई रिपोर्टमा जाने होइन क्या, एमआरआई रिपोर्ट तपाईँको एकदम राम्रो छ। एमआरआई रिपोर्टमा चाहिँ दुईटा ठाउँमा नसा चेपेको देखिन्छ, तर यसलाई क्लिनिकल एक्जामिनेसन भन्छ जुन हामीले सुताएर हेऱ्यौँ ओऱ्यो नि, त्यसमा भाइ एकदमै पर्फेक्ट छ। सो आत्तिनु पर्ने कुरा छैन। एमआरआई रिपोर्टमा त जे पनि देखाइदिन सक्छ। सो एमआरआई रिपोर्ट हेर्ने होइन हजुरको लागि। एमआरआई रिपोर्टले बिरामीको दाँज्ने, अपरेसन गर्ने कि इन्जेक्सन लगाउने कि भन्न मिल्दैन। हामीले यसरी चेक गर्नुपर्ने हुन्छ, सुताएर हेर्नुपर्ने हुन्छ। सो सुताएर हेर्दाखेरि ओर्दाखेरि एकदम पर्फेक्ट छ। यो समस्या दबाई र थेरापी